खोरहरू सारेको भिडियो हालिदिएको छु। तपाईँहरू सबैजनाले हेरिदिनु होला, हेरेर लाइक कमेन्ट गर्नु। त बडा बुझ्नु हुँदो रहेछ देखेर तर बोजू आउनु भएको छ यहाँ गोठ बोक्नलाई। हामी दुईटाले सक्दैन बुढोबुढीले भनेर यो भिडियो हो साथीहरू, भिडियो तल उँधो गहिरो गहिरोमा त बेसी राम्रो राम्रो खाले पत्कर छ नि। त्यो अघि मैले निकालेको यहाँ गाडी सकिएको छ। यिनीहरू चाहिँ छाप बेगार भयो आज चाहिँ, गोठ बेगार कि त्यही होस् बाबाजी हो फेरि भरे कसले सार्छ त? बाबाजी दाछ त्यहाँ पनि त्यहाँ छ यसै मै देखिरहेछ। चिसो छ मौसम यसरी, आज घाम मधुरो छ। के सोधेको? कस्तो के को रहेछ? गौरव रहेछ? के बोले गौरवसँग? होमवर्क सकेको छैन तेरो चाहिँ? त्यो मुखमा के हालेको छैन? छोरी खेल्दैछ यहाँ। मेरो हातले छिक्दैछ यसै बुजुको घर हो ऊ सेवा पर त्यो बुजुको यहाँ चाहिँ बुजुको बाख्राहरू पनि छ देखाइदिन्छु कि यहाँ बबीले बाख्रा सारिरहेछ। अनि यस्तो छोकरले यस्तो छोकर जानु सकेन सकेन। सकेन सकेन फेरि कतिको साह्रो भएको यो आमा यसरी उखाइ छ त। गोड सारेर बुढो काम गरेपछि रिसाएर छ है। तर मलाई गर्मी भयो यसरी नै। के खान आँटे बुढो? किवी किवी गोड सारेर पसिनै पसिनु भएको छ मेरो बुढो। यस्तो चाहिँ भिजोक खोले खाँदैछ यिनीहरू।
अब चराउन जानु हेर कुस्ती खेलेको चराउन जानुलाई हानेर एउटै खोले केले त्यहाँ चाहिँ मिठो भएको होला है। बिहानभरि गोठ सारेर अब यिनीहरू चरनमा जानलाई खोले खाएर चरनमा जान्छ। अब यिनीहरू चरनमा हिँड्न थाल्यो। आज बोजूको चाहिँ बाख्रा खोल्दैन क्या हो। यो चाहिँ मेरो बाख्रा भयो। यो बोजूको सासू बोजूको। टसी टसी बाख्रा खोल्छ खोल्दैन मैले। बाख्रा खोलौँ बाख्रा मेरो गइसक्यो ल्याएर खोलेर हुँदैछ। मेरो चाहिँ बोजूको बाख्रा पनि छोडेर ल्याउँदैछ। आज बोजू छैन। बोजू हिजो नै उसको कान्छा छोराको घरमा गएको छ। आज आउँछ होला बेलुकातिर। त्यही भएर आज चाहिँ बोजूको साट्टो बोजूको नातिले ल्याउँदैछ है बाख्रा। बोजूको नाति आएको छ है आज चाहिँ बाख्रा गोठालो। हामी बाख्रा चरनमा पुगिसक्यो। हाम्रो सधैँको नियमित ड्युटी नै हो। यहीँ सासू बोजूले दाउरा जम्मा गरिराखेको छ। यहाँ बाख्रा भाग्या भाग्या गर्दैछ। यो केटो चाहिँ मेरो माइला देवरको छोरा हो टसी लामा। चाहिँ बोजूसँग बस्छ। बोजू छोराको घरमा गएर आइपुगेन त। यता फर्क है भाइ यता फर्क। अब तल खोलामा पुग्नु आँट्यो अब हामी। बाख्रा भनेको मानेन भनेर चिच्याउँदैछ है यहाँ एकजना मान्छे। बिस्तारी गर न टसी। अस्ति बनाएको बाटो तल बाख्रा भागेर माथि माथि आइपुग्यो। खोलातिर पस्यो बाख्रा त आज त झाडीतिर उभै फर्क्यो भा। फेरि बाख्रा उँभो भागिसक्यो कुदा कुदा गरे आज बाख्राले। यस्तो राम्रो छ कि यहाँ खोला। बर्खामा त धेरै ठुलो हुन्छ। अहिले चाहिँ सुकेको हो यो खोला। अस्ति मैले बिजुलीको मुहान भनेको थिएँ नि यहाँनिर हो। यो माथि हो। यहाँ यी हेर्नु त सबै बाँधहरू भत्काइसक्यो। सब बाढीले भत्काइसक्यो। यी सबै भत्काइसक्यो। कुलोहरू सबै भत्कायो। अब हेरचाह नगरेपछि यस्तै हो। बाढीले नि बगाएको मान्छेलाई बिजुली चाहिएन। त्यसैले यस्तो अवस्था छ है साथीहरू। बिजुली हाम्रो गाउँको चाहिँ केन्द्रीय लाइन आएपछि ढुक्क। कति राम्रो छ नि खोला। यो चाहिँ खोला पारी हो। यो चाहिँ शेर्पाको बारी पर्छ। अनि त्यसपछि यही खोला हो सिमाना। यो चाहिँ हाम्रो पर्छ। यो हाम्रो पर्छ। यता खोलावारी चाहिँ हाम्रो हो। यही खोलाको सिमाना राखेर झाडीभित्र छ। यता आउनै खोजेन यिनीहरू त। बाटो बनाइदिएर पनि यता वारी चाहिँ तातो छ भनेर वारी ल्याउनु खोजेको। जाडोमा पारी जाने बाटो यी बनिसकेको छ। कुद्यो है बाख्राहरू। जाँदैछ एकजनाले तान्दैछ। जानु नमान्ने बाख्रा चाहिँ चिसो भर्खर उज्यालो हुँदैछ है साथीहरू उसको चाहिँ। अब चाहिँ बाख्रा चढाएर पनि घरपट्टि फर्किँदैछौँ।
आजको चाहिँ भिडियो यति हो। भोलि अर्को आउँछ। मेरो च्यानलमा लाइक सब्सक्राइब गरिदिनु होला। धन्यवाद।